सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै छु आजको भ्लगको सुरुवात चाहिँ दिउँसोबाट भएको छ किनकि मैले बिहान चाहिँ बनाएन अनि दिउँसोबाट नास्ता खाँदै भएको छ हल्ला छ यहाँ चाहिँ अनि चिया छ अनि देख्न सक्नुहुन्छ यस्तो भइरहेको छ अर्को भ्लग चाहिँ आएको छैन मैले अझ भर पोस्ट गर्छु अब चाहिँ अपलोड पोस्ट भनेर अपलोड अनि मिनी भ्लग र अनि फनी भिडियोहरू बनाएको छु हेर्न सक्नुहुन्छ गाइजहरू सो गाइज देख्न सक्नुहुन्छ मैले चाहिँ भान्सा गर्दैछु किनकि मम्मीले खेतमा गर्नुभएको छ अनि योभन्दा अगाडिको भ्लग चाहिँ अझै पनि आएको छैन गाइज किनकि यो आइपी अलि सोलो रहेछ अनि लाइन पनि दिउँसो परि गएको थियो त्यही भएर मैले भ्लग पोस्ट गर्न पाएको छैन है भ्लग पोस्ट गर्न पाएको छैन अनि यो भ्लग पनि बल्ल सुरु हुँदैछ अनि कहिले भोलि हुन्छ होला त भ्लग पोस्ट पनि के आज राति कि भोलि त्यति अब अलि ढिलै हुन्छ कि भ्लग चाहिँ अलिक अपलोड अनि मिनी भ्लग चाहिँ कस्तो मिनी भ्लग पनि हुन थाल्छ भर अपलोड गरेको छु अब हुँदैछ अपलोड अनि अर्को फनी भ्लग चाहिँ मैले गरेको छैन एउटामा चाहिँ धेरै अलि भ्युज गएको थियो फनी भिडियोमा चाहिँ त्यही भएर मैले फनी भिडियो पनि हाल्ने गरेको छु सो गाइज सपोर्ट गरिदिनु साथ गर्नु सब्सक्राइब गर्न नबिर्सनु ल त्यही गाइज सो गाइज देख्न सक्नुहुन्छ भर्खरसम्म चाहिँ मैले मोबाइल लिएर आएको थिएँ अनि भर्खर चाहिँ भ्लग गरौँ भनेर गरेको आज चाहिँ केही विशेष हुन्न आज केही पनि च्यालेन्ज हुन्न आज चाहिँ भ्लग मात्रै हुन्छ भ्लग अनि मैले मिनी भ्लग नै बनाएको छैन यार कमेडी भिडियो चाहिँ बनाएँ युट्युब च्यानलमा गएर हेर्नलाई सर्ट भिडियोमा आएको छ अनि त्यही हो गाइज अहिले चाहिँ म भिडियो अपलोड गर्न आएको छु किनकि घरतिरको वाइफाई अलि स्लो भयो होइन अनि त्यसपछि म चाहिँ अहिले यो फास्ट चल्ने वाइफाईको ठाउँमा आएको छु देख्न सक्नुहुन्छ यस्तो छ यहाँ चाहिँ बाबा म चाहिँ एक्लै आएको छु बिहान साँझको चाहिँ 4-5 बजिसकेको छु देख्न सक्नुहुन्छ भिडियोको लागि म यस्तो आज मिहिनेत गरिरहेको छु तपाईँले सपोर्ट गरिदिनुहोस् त्यही सो गाइज देख्न सक्नुहुन्छ भर्खर चाहिँ उठेँ म होइन अनि हिजो र आज चाहिँ म के ढिलो उठिरहेको छु कि खै बिहान अरू बेला त 5 बजी उठ्ने मान्छे होइन अनि हिजो आज चाहिँ किन म ढिलो भएको छ अहिले चाहिँ म पानी सुधार्नुपर्छ अलार्म राख्नुपर्छ अलार्म राखे पनि म त उठेँ क्या आज त भर्खर चाहिँ उठेँ म है फ्रेस भएर चाहिँ पानी सानी पनि केही पनि खाएन अब खानु पर्ला म कुनो पाक्दैछ नि त त्यहाँ देखेन घामै लाग्दैन फेरि आज फेरि काम पनि यस्तो छ बाहिरको मौसम फेरि पानी पर जस्तो काला भदलो जस्तो मान्छे तर फेरि अलि सो हेलो नमस्ते सो गाइज भर चाहिँ मैले भ्लग गरिरहेको छु देख्न सक्नुहुन्छ घाम पनि यस्तो चर्को लागेको छ त्यही घाममा चाहिँ म सिमेन्ट कस्टम चाहिँ थाहा होला त्यही घाममा चाहिँ म बसेको छु किनकि मलाई कालो हुनु मन छैन गोरो हुनु मन छ भन्ने हो कि अब सो गाइज मजाक गरेको होइन भन्ने क्या तपाईँहरू चाहिँ मजाक हुनुहुन्छ अनि झापड सापड खाने भेटिन्छ अनि बाहिरको घाम कता गयो ल काम मटर घाम देखेँ मलाई यहाँ टार्गेट देखिए होइन किधर बनाएँ किधर सो आज त मैले भ्लगै बनाएँ किनकि आज केही बनाउने चिजै हेरेँ कि भ्लग चाहिँ त्यही गरेर पनि भएन भ्लग बनाएन मिनी भ्लग नि बनाएको छैन फनी भिडियो चाहिँ बनाएँ मैले एउटा आज फनी भिडियो चाहिँ आज 2टा भनौँ क्या आज 2टा भनौँ अनि अहिले चाहिँ पोस्ट गर्छु मैले होइन अहिले चाहिँ पोस्ट गर्छु अनि हेर्नु होला गाइस भन्न चाहन्छु अनि भ्लग पनि अहिले चाहिँ पोस्ट गर्ने मैले 2 मिनटको भए नि हालिदिन्छु अब भ्लग के बनाउने कुरै होइन त अनि झ्याली भएन अनि भात खाएको भिडियो बनाएर भएन अहिले मोल चार दिन्छु कि यस्तो फेरि मैले अब आँपसाप चोर्न जानुहुन्थ्यो आँप पनि अलि यस्तो चरो घाममा अलि जानले हुनसक्छ अजिङ्गर सजिङ्गरको झपड खान सकिन्छ अनि बाजारको पनि अलि चपेटै हुन्छ त्यही भएर चाहिँ म जान्नेवाला छैन आँप चोर्न चाहिँ फेरि लिची पनि भइयो लिची पनि छैन भएर चाहिँ म आएको छु भिडियो अपलोड गर्नलाई अनि भिडियो अपलोड पहिला सुरुमा चाहिँ सर्ट भिडियोहरू अपलोड गर्छु थम्बनेल समेत बनाएर चाहिँ एडिट गरेर चाहिँ फेरि यति भ्लग गर्छु त्यसपछि बल्ल चाहिँ मैले भिडियोलाई चाहिँ एन्ड गर्छु होइन एकछिनसम्म चाहिँ बस्नु होला भिडियोलाई चाहिँ म यतातिर एन्ड गर्छु भन्दै देखेन क्या उता देखेँ जस्तो लाग्थ्यो भएन उता भिडियोलाई चाहिँ म यतातिर एन्ड गरिदिन्छु किनकि अब घरको वाइफाई अलि बाल्छ अनि के भने भिडियोलाई यतातिर एन्ड गरिदिन्छु बस्नुहोस् ल भइयो